देशमा म जस्ता लाखौं युवा छन् जसले सपना देख्छन् तर अवसर पाउँदैनन्, जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन। म अमेरिका जान चाहन्थे किनभने यहाँ मेरो भविष्य गाह्रो लागिरहेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोज्थे समाजले मलाई तानेर तल ल्याउँथ्यो। मेरो सफलतालाई कसैले स्वीकारेको थिएन। यहाँ ऊ माथि उठ्ला कि भन्ने डरले मान्छेहरूले केही सघाउँदैनन्। यहाँ साथीहरू आफै दुखी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्जाएको थियो अनि त म गएको थिएँ। फेरि सुरु गर्न सजिलो हुँदैन। आज म नेपालमै छु, खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। अब म फेरि केही सुरु गर्न चाहन्छु, सायद सानो व्यापार, सायद आफ्नै खेती। तर हरेक बिहान मलाई लाग्छ म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँच्चै दोषी हुँ? के प्रयास गर्नु मेरो अपराध हो? के देश छोड्नु देशद्रोह हो? यो देशको नीति कमजोर छ। विदेशी युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न त समाज बुझ्छ। हामी विदेश गएको मान्छे सफल भन्ने भ्रममा छौँ र फर्किएको मान्छे असफल भन्ने छोटो परिभाषालाई गहिराइरहेका छौँ। मेरो बिन्ती, तपाईहरूसँग एउटै अनुरोध छ, फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्। उनीहरूले प्रयास गरेका थिए, उनीहरू हार्न चाहँदैन थिए, उनीहरू हाँस्न चाहन्थे, आफैलाई केही साबित गर्न चाहन्थे। तर जीवन सधैँ जसले योजना गर्छ उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ, सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ। अन्तिम शब्द, म अमेरिका गएँ, फर्किएँ, विफल भएँ, तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ म सकिएँ, तर म भित्र एउटा झिल्क बलिरहेको छ जुन अब आफ्नै देशमा केही गर्नेछ। रित्तो बोरा, च्यातिको सपना र गिच्याउने समाजका बीच अब म पनि उभिएको छु। कमजोर, लाजले भरिएको तर इमानदार र जिन्दगीप्रति अझै आशावादी। कृपया मलाई अपराधी नबनाउनुहोस्। म देश छोडेर गएको थिएँ तर देशको माया कहिल्यै छोडेको थिएन। अब म यहीँ छु, फेरि एउटा सपना बोकेर, यसपालि कानुनी, इमानदार र पूर्ण नेपाली भएर।